प्रेस युनियनका अध्यक्ष लगायत नेपालका सप्तरीको राजविराजका पत्रकार सबै मित्रहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरू, अहिले हाम्रो कार्यक्रम यहाँ चाहिँ सप्तरीको आज चाहिँ हामी यहाँ पुगेका छौँ। अब यसपालि वास्तवमा नेपालको तराईको तल्लो भाग हुलाकी राजमार्ग, पहिले हुलाकी बाटो, पहिले पूर्व पश्चिम राजमार्ग थिएन। यही हुलाकी मार्गबाट पूर्व पश्चिम हाम्रो नेपालको आवागमन यातायात अब चाहिँ यही सञ्चालन यही भइराखेको थियो। अब त्यही ठाउँबाट अब अहिले यो हुलाकी मार्ग बन्दैछ। अब यो पञ्चायतको पालामा राजा महेन्द्रको पालामा यो माथि पल्लो भेगबाट पूर्व पश्चिम राजमार्ग बन्यो। अब यहाँका पुराना बस्तीहरू, खास मधेसका खास प्रपर बस्तीहरू, मधेसी जनता जहाँ बस्थे त्यो ठाउँमा पूर्व पश्चिम यातायात थिएन। हाम्रै सरकार आएपछि हामीले यो हुलाकी राजमार्ग भनेर हामीले बनाउने निर्णय गऱ्यौँ। इन्डियासँग सम्झौता गरेर यो सुरु गरेको। तर इन्डियाका ठेकेदारहरूले कयौँ वर्षसम्म पनि बाटो नबनाइदिएर आजित भएपछि फेरि आफ्नै चाहिँ ठेक्का बाटो बनाउने यो गरेर यो बाटो बन्दैछ। पूर्व यो चाहिँ हुलाकी मार्ग अहिले हाम्रै आफ्नै चाहिँ ठेक्काबाट बन्न गइरहेको छ। अब त्यो बाटो कम्प्लिट हुन सकेको छैन। अब त्यो कतिसम्म पुरा भयो, कति हुन बाँकी छ, कस्तो छ, के छ, त्यसको अवस्था पनि बुझौँ। र यो चाहिँ खास मधेसको हाम्रो ऐतिहासिक ठाउँहरूमा पनि गएर चाहिँ नि भेटौँ, देखौँ र त्यहाँको ऐतिहासिक महत्त्वलाई पनि बुझौँ। 2007 सालको क्रान्तिमा अब त्योभन्दा अगाडि अङ्ग्रेजसँगको यो चाहिँ भारत छोडो आन्दोलनको सिलसिलामा यहाँ चाहिँ नि यहीँका रामेश्वर बाबुहरू लगायतका हाम्रा पार्टीका नेताहरूले त्यो बेलामा यो अङ्ग्रेज सरकारको आदेशमा अथवा चाहिँ अनुरोधमा नेपाल सरकारले भारतका नेता जयप्रकाश नारायण र डाक्टर राम मनोहर लोहिया जस्ता नेताहरूलाई पक्रेर हनुमाननगर जेलमा राखेको थियो, हनुमाननगरमा थुनेर। अब हाम्रा यहाँका नेताहरूले उहाँहरूलाई त्यो जेलबाट मुक्त गराउनु भएको थियो। अब त्यो ऐतिहासिक क्रान्तिकारी हाम्रा नेताहरूको गाउँ कोइलाडी, अब चाहिँ तिराठी, यहाँका त बर्साइन यो सबै महत्त्वपूर्ण पुराना गाउँहरू, पुराना नेताहरूको चाहिँ गाउँ जन्मस्थल हो। त्यो पनि हेरौँ, त्यहाँ पनि भेटौँ र त्यहाँ रहेका सबै दाजुभाइहरू, इष्टमित्रहरूसँग एउटा चिन्जान गरौँ भनेर पनि मैले मधेसको प्रपर चाहिँ ऐतिहासिक ठाउँहरूलाई नै अहिले चाहिँ दर्शन गर्ने उद्देश्य राखेर पनि म यतापट्टिबाट तल्लो भेगबाट पश्चिम अब यसपालि म उत्तरीसम्म निस्कने विचार छ। यसपालि चाहिँ अब उतापट्टि सिराहामा पनि त्यहाँको चाहिँ सूर्यनाथ दास यादव, त्यतिखेर बिपी कोइरालाको पालाका मन्त्री, सुन्दरीजल जेलमा उहाँसँग थुनिएका नेताहरूको चाहिँ त्यो के अरे सिराहाको चाहिँ औरही गाउँमा पनि हुँदै जान्छु म। र सबै ऐतिहासिक गाउँ मारठ भन्ने बिपीको बुवा कृष्णप्रसाद कोइराला त्यहाँ भन्सार अड्डामा बस्नुभएको, अब त्यो ठाउँ लगायतका सबै ऐतिहासिक ठाउँहरूलाई पनि हेर्ने र यस क्षेत्रका सबै रियल मधेसका साथीहरूसँग सम्पर्कमा पुग्ने उद्देश्यले म यो क्षेत्रमा अहिले चाहिँ आएको छु र चाहिँ भोलिबाट यो कार्यक्रम, यो यात्रा सुरु हुन्छ। यो मधेस यात्रा, मधेस सम्मान यात्रा, यसको नाम मधेस सम्मान यात्रा हो। यसलाई मैले मधेस सम्मान यात्रा भनेको छु र मधेस सम्मानको लागि चाहिँ म चाहिँ यस क्षेत्रमा आएको छु। र अब वास्तवमा यही बिचमा अहिले देशमा एउटा
अत्यन्त नराम्रो राजनीतिक दुर्घटना घटाइयो। देशको कार्यकारी अधिकार लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विधानले संविधानले दिँदै नदिएको अधिकार भएको छ भनेर चाहिँ उहाँले प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो। राष्ट्रपतिले पनि आँखा चिम्लेर त्यसलाई स्वीकृति दिनुभयो। त्यसले गर्दा देशमा अत्यन्त चाहिँ एउटा अप्ठ्यारो परिस्थिति बनेको छ र त्यसलाई हाम्रो पार्टीको केन्द्रीय समितिले सर्वसम्मतिबाट यो असंवैधानिक हो, यो अलोकतान्त्रिक हो र यो सचिनुपर्छ भनेर निर्णय गरेको छ र देशभरि नै यसको लागि विरोध प्रदर्शन गर्ने, र्यालीहरू गर्ने वडासम्मै 6,700 वडाहरू समथिङ 45 वडाहरूमा नै विरोध पुगिसकेको छ। हाम्रा भातृ संस्थाहरू शुभेच्छुकहरूले पनि विरोध प्रदर्शन गरिसकेका छन्। अस्ति भर्खरै 77 जिल्लामा ठुला विरोध प्रदर्शनहरू पनि भए र यो पार्टीले यो विरोध प्रदर्शन गर्यो। यो विरोध प्रदर्शनको उद्देश्य के हो यसमा अलिकति कन्फ्युजन जस्तो लाग्छ। त्यो कसैमा पनि यो भ्रम नरहोस्, कन्फ्युजन नहोस्, अस्पष्टता नहोस्। यो प्रतिनिधि सभाको विघटन असंवैधानिक हो भनेपछि यसलाई संवैधानिक बनाउने नै हो, यसलाई सच्याउने नै हो। यसलाई सच्याउने भनेको प्रतिनिधि सभाको पुनर्स्थापन नै हो। प्रतिनिधि सभाको पुनर्स्थापन नै हो र त्यो हुनुपर्छ। अदालतमा अहिले विचाराधीन छ। हामी ठुलो आन्दोलन किन गरिरहेका छैनौँ भने अहिले पनि अदालतले यसमा विचार गरिरहेको छ र अदालतले गर्ने भनेको संविधानकै धारा हेरेर गर्ने हो, संविधानै हेरेर गर्ने हो। यो केपी ओलीले भने जस्तो संविधान छोडिदियो, अब त मेरो राजनीतिक निर्णय हो, यसलाई सदर गर, त्यस्तो होइन। केपी ओली हिजो अत्तालिएको तपाईँहरूले थाहा पाउनुभयो। अदालतले चाहिँ गर्न अब त जे संविधानमा छ त्यही अनुसार गर्न लागेको उनलाई आभास भयो। हामीले त बुझेको कुरा हो, जे संविधानमा छ त्यही गर्ने हो नि। अदालतले संविधानभन्दा बाहिर गएर फैसला गर्न मिल्छ? मिल्दैन। त्यसो भएको हुनाले संविधानको धारा नटेकिकन अदालत जतिसुकै सेटिङ गरेको भने पनि उनले चाहिँ अर्को फैसला गर्न मिल्दैन थियो। पुनर्स्थापन नै हुनु अनिवार्य छ, अनिवार्य थियो, अनिवार्य छ। पुनर्स्थापन भन्दा अर्को विकल्प छैन। यदि यो पुनर्स्थापन भएन भने नेपालमा अनर्थ हुन्छ। यो पुनर्स्थापन भएन भने नेपाल गम्भीर विग्रहको भुमरीमा पर्छ। यो पुनर्स्थापन भएन भने नेपालमा फेरि अस्थिरताको श्रृङ्खला सुरु हुन्छ। जुन अस्थिरताबाट हामी अत्तालिएर यो संविधान बनाएका थियौँ र देशको विकास गर्ने समय नै नहुने, सधैँ सरकार, सधैँ संसद, सधैँ व्यवस्थाकै लागि लडिरहनु पर्ने, अब त्यसको अन्त गर्ने भनेर 62-63 को आन्दोलन गरेको हामीले। त्यसो भएको हुनाले यसको अन्त हामीले गरेको हो, अस्थिरताको अन्त गरेर संविधान बनाएको हो। अब अदालतले त्यो अस्थिरताको अन्त गरेको कुरालाई फेरि उल्ट्याउन मिल्दैन। यो राष्ट्रको सङ्कल्प हो। यो राष्ट्रले स्वयं केपी ओली त्यसमा उपस्थित छन्। स्वयं केपी ओलीका यी कानुनी सल्लाहकार यो चाहिँ सुभाष नेम्बाङ र चाहिँ अग्नि खरेल यो लेख्दाखेरिमा उनीहरू नै लेख्दाखेरिमा छन्। हामीले गरेको निर्णय तिनीहरू लेख्ने मान्छे हुन्। अहिले यिनीहरूले बुझ पचाएर बोल्न पाइन्छ। अहिले यिनीहरू बोलिरहेका छैन। सुन्नु न कस्तो भयो। अग्नि खरेलले, यहाँ त कति कानुनविद साथीहरू पनि हुनु होला, अग्नि खरेलले बहस गर्दा के भने म त दायित्व पुरा गर्न भनेर आएको, मैले जागिर खाएको छु, त्यसो भएर बोल्नु पर्यो भने त हो नि। उसले केही भन्न सक्यो अग्नि खरेलले? होइन। सरकारको महान न्यायाधिवक्ता होइन, सरकारी पक्षका वकिलहरूले, प्रधानमन्त्री पक्षका वकिलहरूले कुनै पनि विधानको धारा देखाउन सकेका छैनन्। उनीहरूले के भने भन्दाखेरिमा प्रधानमन्त्रीमा अन्तर्निहित अधिकारले गरेको भनेर। कहाँको अन्तर्निहित अधिकार छ?
प्रधानमन्त्री को हिजो राजाहरू थिए दैवी शक्ति होइन, हामीमा अन्तर्निहित शक्ति प्रयोग गरी भने अब आजको लोकतन्त्रको प्रधानमन्त्रीलाई अन्तर्निहित शक्ति कहीँ हुन्छ, संविधानले कहीँ दिएको छ। त्यसकारण चाहिँ नि अब यो अदालत पुनर्स्थापन गर्ने अब अवस्थामा धन्दै नजिक पुग्दैछ र अब बहस सकिएको छ। बहस नोट 10 गतेसम्म दिन भनेका छन्। अब हिजो केपी ओलीले जो बोले घोर आपत्तिजनक छ। केपी ओलीले अदालतलाई धम्क्याउने कि चाहिँ तिमीहरू चाहिँ मेरो पक्षमा फैसला गर्दैनौ भने, मैले गरेको विघटन सदर गर्दैनौ भने म आन्दोलन गर्छु भन्ने, केपी ओली प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने होइन। गर आन्दोलन, प्रधानमन्त्री कुर्सी छोडेर गर, प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आऊ। केपी ओलीलाई म आह्वान गर्छु, प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनु केपी ओलीलाई म आह्वान गर्छु। यही मञ्चबाट, राजविराजबाट, नेपाली काङ्ग्रेसको कार्यालयबाट आज एउटा न्युज यही बनाउनुहोस्, केपी ओली छोडेर आउन्, आन्दोलन गर्न आउन्, हामीसँग मिलेर आन्दोलन गरौँ। कस्तो आन्दोलन गर्ने हो? तर हामी चाहिँ नि अदालतले पुनर्स्थापन गर्छ। त्यसपछि कम्युनिस्ट पार्टीकै 2 चिरा भइसक्यो। 90 जनाले उनको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। ती बिउतेर आउने बित्तिकै सबभन्दा पहिलो त उनीले चाहिँ उनको पद धरापमा परिहाल्यो। उनी त्यहाँबाट हट्न परिहाल्छ, किनभने उनको पार्टीभित्रको बहुमत अब 80 जना उनीसँग, 90 जना उतापट्टि भइसक्छ। हामी पनि त्यसैमा चाहिँ उ गरिदिन्छौँ, उनी जान्छन्। त्यसकारण चाहिँ यो पुनर्स्थापन हुन्छ भने अब केपी ओली सकिन्छ। त्यसमा आफू सकिन लाग्यो भनेर केपी ओली अहिले अब चाहिँ अदालतलाई धम्क्याउनुपट्टि लागेका छन्। यो कुरा घोर आपत्तिजनक छ। र अर्को पनि त्यसले आपत्तिजनक बोलेका छन् हिजो। त्यो के हो भने यो चुनाव अरूले जित्ने होइन, यो चुनाव त हामीले जित्ने हो। उनले बोलेका छन् अरूले चुनाव जित्ने, सरकारमा बस्ने, सारा चाहिँ प्रशासनलाई सेटिङ गर्ने, अनि त्यहाँ चाहिँ आफै जित्यो भनेपछि त वामदेवले गरा जस्तो स्थानीय चुनाव जस्तो जम्मै कब्जा गर्ने। यो कब्जा गर्ने कुरालाई चाहिँ हामी मान्छौँ, कुनै पनि हालतमा अब स्वीकार्य हुँदैन। त्यसकारण अब उनलाई चाहिँ त यो पुनर्स्थापन गर्नुपर्छ र यसलाई फाल्नुपर्छ। अरू उपाय छैन। केपी ओली त खतरा भयो डेमोक्रेसीको लागि, लोकतन्त्रको लागि खतरा भयो। त्यसो भएर म मेरो पार्टीमा पनि भनिरहेको छु, अब हामीले जिउरो चपाएर बोल्ने होइन। अब हामीले यो असंवैधानिक कदम हो, यो असंवैधानिकलाई संवैधानिक गर्न पुनर्स्थापन हुनुपर्छ। भलै यो पुनर्स्थापन भएर आउँदा कम्युनिस्टकै मान्छेहरू फर्केर आउने हुन्, हाम्रा थोरै आउँछन्, उनका धेरै आउँछन् होइन, उनका धेरै आउँछन्। हामी चाहिँ अहिले पुनर्स्थापन नहुँदा, चुनाव हुँदा म भइरहेछु, फेरि चुनाव भएर म संसदमा अहिले भर्खरै पुग्न पाउँछु, तर मलाई मेरो चाहिँ पद, म संसद हुन पाउँछु, म मन्त्री हुन पाउँछु, म प्रधानमन्त्री हुन पाउँछु भन्ने कुरा भन्दा पनि यो संविधान बचाउने कुरा मेरो लागि महत्त्वपूर्ण छ, यो लोकतन्त्र बचाउने कुरा मेरो लागि महत्त्वपूर्ण छ। र त्यति मात्र होइन, यो संविधान, यो प्रतिनिधि सभाको विघटनले यो चाहिँ संविधानलाई मात्रै खतरामा पारेको छैन, लोकतन्त्रलाई मात्रै खतरामा पारेको छैन, यो राष्ट्रलाई खतरामा पार्दैछ। यो राष्ट्रलाई विग्रहको भुङ्ग्रोमा अफगानिस्तानमा जस्तो त्यस्तो अवस्थातिर यो देशलाई लगेर बर्बाद गर्दैछ। मुलुकलाई, राष्ट्रलाई बर्बाद गर्ने सम्बन्धको यसको चाहिँ कदमले यस्तो गर्दैछ। त्यसकारण चाहिँ यसको विरोध काङ्ग्रेसले समयमै गर्नुपर्छ, किनभने यो राष्ट्रलाई थान्ने भनेको काङ्ग्रेस हो, यो राष्ट्रलाई बचाउने भनेको काङ्ग्रेसले हो, लोकतन्त्र बचाउने भनेको काङ्ग्रेसले हो। लोकतन्त्रको लागि जन्मेको पार्टी काङ्ग्रेस, राष्ट्रियता, प्रजातन्त्र, समाजवादको लागि जन्मेको हाम्रो पार्टी नेपाली काङ्ग्रेस। यसले यो राष्ट्रलाई धान्नुपर्छ, यो राष्ट्रलाई जोगाउनुपर्छ र यो लोकतन्त्रलाई बचाउनुपर्छ, यो संविधानलाई बचाउनुपर्छ। त्यही कुरा हामीले स्पष्टसँग भन्ने हो, जनताको अगाडि सिधा हामीले आफ्नो कुरा राख्ने हो। अब त्यही नै कुरा हो। र आजको सन्दर्भमा अब राजविराजमा आएर भन्नुपर्दा म भन्छु, अब चाँडै नै यो देशले लोकतन्त्रको चाहिँ एउटा सुरक्षा भएको एउटा राजनीतिक स्थिरता, यो त अस्थिरतातिर धकेल्न खोज्दैछन्, केपी ओलीले अस्थिरतातिर लान खोज्दैछन्। राजनीतिक स्थिरता कायम गर्ने हाम्रो उद्देश्यलाई अब साकार गर्न सकियोस्, यही कुरा भन्दै आफ्नो